हेलो साथीहरू, नमस्ते। आउनु साथीहरू, आज हामी कर्णाली प्रदेशको बारेमा केही कुरा जान्नेछौँ। कर्णाली प्रदेशको राजधानी रहेको छ वीरेन्द्रनगर सुर्खेत। यस प्रदेशको नामाकरण मिति 2074 साल फागुनको 12 गते चाहिँ कर्णाली प्रदेशको राजधानी चाहिँ कायम गरिएको हो। कर्णाली प्रदेशमा जम्मा 10 वटा जिल्ला रहेका छन्। जाजरकोट, दोलपा, सुर्खेत, रुकुम, पश्चिम, हुम्ला, दैलेख, कालीकोट, जुम्ला, मुगु र सल्यान गरी जम्मा 10 वटा जिल्लाहरू रहेका छन्। त्यसैगरी कर्णाली प्रदेशमा स्थानीय तहको सङ्ख्या 79 वटा रहेको छ। 79 वटा रहेको छ। त्यसैगरी गाउँपालिका जम्मा 54 वटा रहेका छन्। त्यसैगरी नगरपालिका 25 वटा रहेका छन् भने वडा सङ्ख्या 718 वटा चाहिँ रहेका छन्। त्यसैगरी जिल्ला सभा 10 वटा। त्यसैगरी चिनलाई मात्र छुने जिल्ला 3 वटा रहेका छन्। दोलपा, मुगु र हुम्ला गरी जम्मा 3 वटा जिल्लाले चिनलाई मात्र छुने गर्दछन् कर्णाली प्रदेशको जिल्लाहरू। त्यसैगरी हिमाली क्षेत्र कर्णाली प्रदेशको हिमाली क्षेत्रले 47% चाहिँ भाग चाहिँ ओगटेको छ। त्यसैगरी पहाडी क्षेत्रले 48% भाग ओगटेको छ भने चुरे क्षेत्रले कर्णाली प्रदेशको जम्मा भागमध्ये 5% भाग चाहिँ ओगटेको छ। त्यसैगरी क्षेत्रफलका आधारमा सानो जिल्ला रुकुम पश्चिम हो। त्यसैगरी क्षेत्रफलका आधारमा ठुलो जिल्ला चाहिँ दोलपा हो। है त साथीहरू। त्यसैगरी यता क्षेत्रफलको आधारमा अब जनसङ्ख्याको आधारमा कर्णाली प्रदेशको जिल्लाहरूमध्ये हैन जनसङ्ख्याको आधारमा ठुलो जिल्ला सुर्खेत हो भने सानो जिल्ला दोलपा हो। त्यसैगरी प्रतिनिधि सभा क्षेत्र 12 वटा निर्वाचन क्षेत्र चाहिँ रहेका छन् कर्णाली प्रदेशमा है 12 वटा निर्वाचन क्षेत्र। त्यसैगरी प्रतिनिधि सभा सदस्य चाहिँ 12 वटा रहेका छन्। प्रदेश सभा सदस्य 24 वटा रहेका छन्। त्यसैगरी क्षेत्रफलको आधारमा ठुलो प्रदेश कर्णाली प्रदेश हो र जनसङ्ख्याको आधारमा चाहिँ सबैभन्दा सानो प्रदेश हो कर्णाली प्रदेश है त। क्षेत्रफलको आधारमा चाहिँ सबैभन्दा ठुलो प्रदेश हो भने जनसङ्ख्याको आधारमा सबैभन्दा सानो प्रदेश कर्णाली प्रदेश हो। त्यसैगरी उच्च भाग कर्णाली प्रदेशको उच्च भाग चाहिँ दोलपाको चुरेन हिमाल हो भने कुल क्षेत्रफल 30,211 किलोमिटर चाहिँ रहेको छ। 30,211 किलोमिटर। त्यसैगरी होचो भाग जामु कुइने 180 मिटर रहेको छ। त्यसैगरी कर्णाली प्रदेशमा चाहिँ कृषि भूमि चाहिँ 13.2% रहेको छ। वन क्षेत्र चाहिँ 38.57% रहेको छ। हिम क्षेत्र 24.55% रहेको छ। बाँझो जमिन 31.7% रहेको छ भने विश्वको अग्लो स्थानमा धान फल्ने कुन जिल्लामा धान फल्छ? विश्वको अग्लो स्थानमा जुम्ला जिल्लामा है त साथीहरू। त्यसैगरी कर्णाली प्रदेशमा रहेका तालहरू सुरुमा हामी हेर्छौँ राराताल। राराताल मुगु जिल्लामा अवस्थित छ। नेपालको सबैभन्दा ठुलो ताल नै राराताल हो। त्यसैगरी सेपोक्सुन्डो ताल। सेपोक्सुन्डो ताल डोल्पा जिल्लामा अवस्थित रहेको छ। सेपोक्सुन्डो ताल वाइ आकारको ताल चाहिँ हो। त्यसैगरी जगदुल्ला ताल डोल्पामा छ। पृथ्वीदह डोल्पामा छ। सेलिम ताल हुम्लामा चाहिँ रहेको छ। त्यसैगरी जुम्ला जिल्लामा रहेका तालहरूको बारेमा है के कुन तालहरू रहेका छन्? जुम्ला जिल्लामा रहेका तालहरू रहेका छन् विष्टज्यूदह, गिरिदह, साकादह, ठकुरज्यूदह हैन। त्यसैगरी सल्यान जिल्लामा कुपन्डे ताल, कछुवादह। त्यसैगरी रुकुम पश्चिममा चाहिँ स्यार्पु ताल, साङ्क पोखरी, डम्डु दह चाहिँ रहेका छन्। त्यसैगरी सुर्खेत जिल्लामा बुलबुले ताल, दैलेख जिल्लामा कुनिया ताल चाहिँ रहेको छ। त्यसैगरी अर्को टपिक रहेको छ कर्णाली प्रदेशमा रहेका भन्ज्याङहरू। न्यालु लाग्ना पासोङ हुम्ला जिल्लामा रहेको छ 4,995 मिटर। त्यसैगरी निम्पा ला पास
हुम्ला जिल्लामा रहेको छ। त्यसै गरी टाङ्ने लाग्ना पासा हुम्ला जिल्लामा छ। नुमा ला पासा दोल्पा जिल्ला। बागा ला पासा दोल्पा जिल्ला। सेला पासा दोल्पा जिल्ला। घोरा सैने पासा मुगु जिल्ला। मुगु हुम्ला पासा मुगु जिल्ला। डान्फे पासा हुम्ला जिल्ला। गुराँस पासा हुम्ला जिल्लामा रहेको छ। त्यसै गरी कर्णाली प्रदेशमा का मुख्य झरनाहरू के कुन कुन झरनाहरू रहेका छन्? कर्णाली प्रदेशमा पाँचल झरना, कालीकोट नेपालकै लामो झरना पाँचल झरना। त्यसरी फुगाड झरना कालीकोटमा रहेको छ। पचहरी झरना कालीकोटमा रहेको छ। सुलीगाड झरना डोल्पामा रहेको छ। कुसापानी झरना दैलेखमा रहेको छ भने शेरखान झरना मुगुमा चाहिँ रहेको छ। हस्, थ्याङ्क यू। आजलाई यति नै है त।